ल साथीहरू हामी चाहिँ आज दाउरा जाँदैछौँ हो। बिहानै 6 बजी 5 बजीतिर उठेको। अब यसो दाउरातिर जाँदैछौँ होइन। मान्छेहरू टन्नै छन् पछाडि अगाडि। अहिले पछाडि त मेरो भाइ छन्, दाइहरू हुनुहुन्छ, म छु। अहिले चाहिँ हामी दाउरा जाँदैछौँ। मान्छेहरू टन्नै छन्, जङ्गलतिर कति धेरै छ होइन। बस्दै हो, दाउरातिर जानुपर्छ। बिहानै दाउरा नगए पनि हुन्न है गाइजहरू। हाम्रो गाउँतिर चाहिँ दाउरा बोक्नुपर्छ। यस्तै हो गाइज। मेरो भिडियो जतिसँग आउँछ सबैजनाले यसो पुरा हेरिदिनु होला। म अरू पनि देखाउने छु भिडियो। अहिले दाउरा काट्दै गर्दा आउँदै गर्दा सबै कुरो म हजुरहरूलाई देखाउने छु। मेरो भिडियो सबैजनाले पुरा हेरिदिनु होला। ल गाइज, हेलो, म चाहिँ अहिले चाहिँ दाउरा चिर्दैछु होइन। गाइज, म चाहिँ अहिले चाहिँ दाउरा काट्दैछु होइन। जङ्गलमा पनि एक्लै छु। दाउरा काट्दैछु गाइज। यस्तै हो जिन्दगानी। दर्पण साले भान्जो भयो। चान लागेको छौ? ल चा छ। ल गाइज, म चाहिँ अहिले चाहिँ एक्लै वनतिर आइएको छ होइन गाइज। मेरो साथी भन्ने चाहिँ कोही छैन। यति दाउरा चिरेको छु होइन। मेरो साथी त्यहाँ छ, गुगो। ल यति हेर्दा गुगो आइज। यो मेरो साथी चाहिँ आज चाहिँ यही भएको छ होइन। मेरो साथी हो दाइ, हो कि नि हो दाइ? मेरो साथी चाहिँ यही हो होइन गाइज। आज चाहिँ जङ्गलमा आएको मेरो गुगो हो त होइन। गुगो यता हेर्दा, यता हेर्दै मोबाइलतिर। वाउ यस्तै गाइज, मेरो दोस्त होइन यो चाहिँ। मसँगै आउँछ कि भन चाहिँ होइन। ट्याक्क बस्छ मसँगै, डल्लै जान्छ घर। ट्याक्क बिहान आएको होइन, अहिलेसम्म नै मसँगै बसिरहेछ गाइज। दाउरा चिर्दैछु मैले चाहिँ। यति दाउरा चिरिसकेको छु गाइज। जस्तै हो, जाओ घर गाइजहरू। यस्तै हो, को आछन् टन्नै छन् क्या होइन, बाहिर छन् गाइज। म चाहिँ अहिले चाहिँ एक्लै छु। मेरो साथी चाहिँ एउटा यो, एउटा भाइ त्यहाँ पर काट्दैछ गाइज। जस्तै छ जिन्दगानी। ल गाइज, ओके बाई। म चाहिँ आज बिहानै बनाएको, कोही छैन मेरो साथी चाहिँ, एक्लै छु होइन गाइज। दाउरा काट्न आएको गाइज। गाह्रो छ यार, दाउरा नगरेसम्म नहुने होइन। जिन्दगानी यस्तै छ दर्पण छाले। मेरो साथी चाहिँ एउटा यही हो। कसरी हेरिरहेको छ ल भाइ, मागर। यस्तै हो गाइज, हेरिरहेको छ यिनीहरूले चाहिँ। टुलुलुलुलुलुलु आँखामा आँसु काटेको छ कि के राखेको छ आँखामा? यस्तै हो गाइज, मेरो साथी चाहिँ यही हो होइन। मेरो दाउरा चाहिँ हेरेर छन् गाइज। यस्तै छ जिन्दगानी गाइज। लुटिन्छ क्या हो?
गाइस हाउला मात्रै छन् लास्टै चिप्लो छैन भारी बोकेको छ दाउरा बनाएर चाहिँ हामी आइसक्यो ओ यसरी आइएको छ हामी चाहिँ दाउरा ल्याएर आइएको चाहिँ मेरो भान्जा हैन अगाडिको चाहिँ म चाहिँ गाइज यता छु हैन गाइज फेरि डोको बोकेर म चाहिँ यहीँनिर आएको छु एकदम गरम छ बाटो पनि गाह्रो छ गाइज हैन ल है गाइज यहाँनिर च्याउ रहेछन् टन्नै रहेछन् च्याउ पनि देख्न सक्नुहुन्छ कति धेरै रहेछन् च्याउ म चाहिँ यसलाई टिप्नु पर्यो हैन च्याउ दामी दामी रहेछ आम्मा च्याउ हैन यसलाई चाहिँ खानुपर्छ एकदमै मिठो हुन्छ यो चाहिँ च्याउ चाहिँ हैन ओ गल्यो गइसक्यो यहाँनिर पनि रहेछ यो हल्का टालिएको मात्रै छैन गाईहरू देख्न सक्नुहुन्छ यहाँनिर पनि रहेछ यो हाम्रो दिदी अब दाउराको डोको लाग्दै हुनुहुन्छ अब हामी बनाबाट हामी आइसकेका छौँ हामी गाउँ नजिक पुगिसक्यौँ है हाम्रो यो बहिनी हो हाम्रो दिदी यता हुनुहुन्छ दाउरा डोको त फेरि एकदम ठुला ल्याएर आउनु भएको छ ल लाग्नु त ल ल ल ल दे 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 लाग्नु है दे 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 लाग्नु दे 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 ओइ ढलिके हो चप्पलै गलालमा दे भाइ भाइरल मान्छे यता छ नि गो पर्खे जम्ला एक नौरन दिँदैन क्या नौरो साग्दा पनि उमा आउँछ त्यसलाई नेडमा हुन्छ घोरीगाला यहाँ तो हिमाल आउँछ यार जम्बी खत्रै ल्याउनु